सबैमा नमस्ते। मेरो नाम दिप पोइन्ट के 77। अहिले आफ्नै घरको अर्ग्यानिक बिजनेस व्यापार थोरै भए पनि सानो भए पनि आफ्नै हो है। आउनुहोस् यतैबाट आज म थोरै आफ्नै सानो एउटा व्यवसायमा रहेको सामानको मूल्य बताउन गइरहेको छु, जसमा यसो मूल्य मन परेमा अब आएर खाम भनेपछि यही हाम्रो सुर्खेत रोड बायाँ साइड, सुर्खेत जाँदा बायाँ साइड बागेश्वरी माविको थोरै बायाँपट्टि रहेको छ। ल आउँ अब हाम्रो सामानको बारेमा भन्छु है थोरै। सबैभन्दा मन पर्ने, सबैलाई साथै मलाई पनि मन पर्ने यो रसबरी भन्छन् यसलाई है। यो रसबरी मान्छे धेरैलाई मनपर्छ। गोटाको 5 रुपियाँ। रोक्नुहोस् म तपाईँहरूलाई देखाउँछु निकालेरै। यो रसबरी 5 रुपियाँ गोटा। पहिला त चिनी हुने गर्थ्यो, अहिले त्यस्तो हुने गर्दैन। जस ठिक्कै छ, यसमा मिठो ठिक्कै छ है। हुन्छ, तपाईँलाई पनि म पाएपछि यस्तो खान मन लाग्छ भने आउनु होला, सम्झिनु होला। रमेश है, तपाईँको लागि पनि खुल्ला छ यो दोकान। हरहमेसा त होइन, 9 बजेपछि खुल्ला हुँदैन, अनि बिहान 5 बजेपछि है त। अनि अब यसै गरी तपाईँहरूलाई म एउटा एकदम यिनीहरू भइ नै हाले स्विट सुपारी, यसलाई भन्छन् स्विट सुपारी। यो गोटाको 5 रुपियाँ मात्रै है। म खोलेर देखाइहाल्छु। स्विट सुपारी भन्छन् यसलाई, स्विट सुपारी भन्छन्। 5 रुपियाँ गोटा। एकदम मेगासिरीहरू खाने मान्छेलाई एकदम मनपर्ने कुरा। खुवाएर पनि देखाइहाल्छु है। मेगासिरी छुटाउने दबाई भन्छन् यसलाई। यति राखौँ, अहिले पछि बुढी आउँछ फेरि गाली गर्छ क्या। यो खाने न्यू हो एउटा। ल ओके, अब सबैलाई धन्यवाद दिन चाहे। मन परेमा फेरि यस्तै भिडियो लाइक एन्ड कमेन्टबाट बुझ्ने र बुझाउने गरौँ। ल हस् त, धन्यवाद।